पाक्यो है, पाक्यो साथीहरू। आलु पोखरा पाक्यो यहाँ न्युजिल्यान्डमा। अब तपाईँकोतिर यसको नाम के भन्छ? कतै आलु पोखरा भन्छन्, कतै आलु बखडा भन्छन्, कतै आल्चा भन्छन्, कतै के भन्छन्। यो चाहिँ यसो हिस्ट्रीहरू बुझ्दै जाँदा यसको चाहिँ देश अनुसारको नाम फरक फरक रहेछ। गजबसँग फलेको छ साथीहरू। हेर्नु होला, यो चाहिँ